हेलो गाइज, वेलकम ब्याक टु माई ब्लग। चैत 13 गते श्री रामनवमी देवदह भवानीपुर बुद्धको महलमा मेला लागिरहेको छ। हामी चाहिँ फुपू भदै भएर साइकलमा मेला हेर्न लाग्यौँ अनि थोरै माथि चोकमा पुगेर दिदीलाई कुर्यौँ। दिदी र दिदीको भान्जी आएको थियो अनि हामी चाहिँ 4 जना भएर लाग्यौँ साइकल चलाउँदै चलाउँदै साथीको घरतर्फ। साथीको घर गएर साइकल राख्यौँ अनि पानी पिएर एकछिन बसेर हामी सबै भएर, यो चाहिँ मेरो साथीहरू, हामी चाहिँ लाग्यौँ मेला हेर्न। बाबु चाहिँ यहाँ बिचमा हिँडिराखेको छ। साथीको घरदेखि मेला नजिकै पर्छ अनि हामी चाहिँ हिँड्दै हिँड्दै गएका छौँ। साथीहरू चाहिँ अगाडि अगाडि हिँडेको छ, म र भदै चाहिँ पछाडि पछाडि हिँड्दैछौँ। हामीहरू चाहिँ मेलामा पुग्न लागिसकेका छौँ। यो चाहिँ भवानीपुर चोक हो। मेरो साथीहरू चाहिँ अगाडि अगाडि हिँडेको छ, छिटाउ भन्दै बोलाउँदैछ। म र भदै चाहिँ पछाडि पछाडि हिँडिराखेका छौँ। ढिलो अनि बाबु चाहिँ हिँड्न सक्दैनन् त, त्यही भएर हामी आफ्नै तालमा हिँडिराखेका छौँ। साथीहरू, हामी चाहिँ मेलामा पुगिसकेका छौँ। एउटा हातलाई बाबुसम्म र एउटा हातले भिडियो बनाउँदै गरेको छौँ। यहाँ चाहिँ मामाजीले बाबुलाई राम्रोसँग छोप, भिडभाडमा हराउँछ भन्नुभएको छ अनि हामी चाहिँ भित्र लाग्यौँ। यता चाहिँ कपडाको अनि आइसक्रिम खेलाउने कुराहरूको मेला लागिरहेको छ बाहिर। हामी चाहिँ भित्र लाग्छौँ। हामीहरू चाहिँ गेटबाट भित्रतर्फ लागिसकेका छौँ। साथीहरू, भित्रको माहौल चाहिँ यस्तो छ है, टेन्ट लगाएर पुरा बारेर आफ्नो आफ्नो सामान बिक्री वितरण गर्नुभएको छ। अनि साथीहरू, भिडभाडको चाहिँ कमी छैन है। कोही आउँदैछन्, कोही जाँदैछन्, आउने जानेको कमी छैन। हामी चाहिँ भर्खर भित्र जाँदैछौँ। सबै फर्किसकेका छन् आधी जस्तो। बाटोमा कति भिड थियो। यता चाहिँ आइसक्रिमहरू छ। हाम्रो साथीहरू अगाडि अगाडि बढ्दै छ। यता चाहिँ साथीहरू कपडाको सेल लागिरहेको छ अनि यता पनि कपडा नै छ, कपडा बेचिराख्नु भएको छ। हामी चाहिँ अगाडि बढ्दै छौँ। साथीहरू, यो मेलामा तपाईँहरूलाई मनपर्ने सामान किन्न सक्नुहुनेछ। मेरो साथीहरू चाहिँ कपडा हेर्दै हिँडिराखेका छन्, म चाहिँ भिडियो बनाउँदै हिँडिराखेको छु। तपाईँहरूलाई घरमा चाहिने सामग्रीहरू कुटो, कोदालो, भाँडा कुँडा सबै पाउनुहुनेछ, चक्कु लगायत अन्य पाउनुहुनेछ। यहाँ चाहिँ मिठाईको दोकान, यहाँ चाहिँ मिठाई पकाउँदै हुनुहुन्छ अनि हामी चाहिँ अगाडितर्फ लाग्दैछौँ। मेरो साथीहरू अगाडि गएर कुरिराखेको छ। साथीहरू, यता चाहिँ माला, हातमा लाउने ब्रेसलेट, कानमा लाउने झुम्का अनि काँटा, रुमालहरू राम्रो राम्रो झुन्डाएर राखेको छ अनि हामी चाहिँ लाग्यो अगाडि स्टेजतर्फ अनि यता चाहिँ चस्मा पनि झुन्डाइराखेको छ। हामीहरू चाहिँ यता स्टेजमा एकछिन नाटक हेरेर हाँस्दै बस्यौँ अनि यता चाहिँ भैयालाई देखिसक्यो। अघि नै मलाई दुःख दिइराखेको थियो, आइसक्रिम खान्छु, जुस खान्छु भन्दै, अनि मैले चाहिँ डिब्बोवाला क्रिम किनेर खान्थेँ। यसले चाहिँ सिगान निकाल्दै खाँदै बसेर छ खुसीले। अनि हामीहरू सबै भएर लाग्यो यता बाबुलाई खेलहरू खेलाउनको लागि। बाबु चाहिँ यहाँ खेल्दैछ। साथीहरू, यता चाहिँ ठुलो पिङ अनि ढुङ्गा अनि मिकी माउस हालेको छ अनि यो चाहिँ अहिलेकै वर्ष है यतिको हालेको। पहिला चाहिँ जम खेल्ने मात्रै हाल्थ्यो अनि बाबु चाहिँ यहाँ जम खेलिराखेको छ। एकैछिन खेलेर फेरि उता हाँसवाला गाडी खेल्छु भनेर दुःख दिन्छ अनि एकछिन पनि नखेलेर फेरि हामी चाहिँ लाग्यौँ अर्कोतर्फ। बाबु चाहिँ यहाँ हाँसवाला गाडीमा चढिसकेको छ, थोरै घुमाउँदै अनि अरूलाई पनि हालिराखेको छ। मान्छेहरू टन्नै आएका छन् खेल्नको लागि। साथीहरू, बाबु चाहिँ यहाँ हाँसवाला गाडीमा बसेर खुसी भइरहेको छ, आनन्दले बसिरहेको छ, खेलिराखेको छ। अनि अघि चाहिँ जम्पवालामा खेल न, अझै धेरै उफ्रियो भन्दा नमानेको अनि यहाँ चाहिँ आएर मजाले बसिराखेको छ गाडीमा चाहिँ। अघि उता खेल खेल भन्दा नै उता खेल्ने भनेर आयो अनि यता चाहिँ मजाले खेलिराखेको छ है। साना साना नानी बाबुहरू टन्नै छन् अनि यो हाँसवाला गाडी पनि भरिसकेको छ। ट्रेन पनि आएको थियो, हामी चाहिँ ट्रेनमा खेलेनौँ। यही हाँसवाला गाडी खेलेर हामी चाहिँ लाग्यौँ अर्कोतर्फ खेल्नलाई। साथीहरू, हामी चाहिँ मिकी माउसतर्फ आइसकेका छौँ। बाबु चाहिँ यहाँ भर्याङमा चढिरहेको छ मिकी माउसको, त्यसै त्यहीँबाट झरिरहेको छ। बाबु चाहिँ यहाँ मिकी माउसको सिँढीमा चढ्दैछ। सिँढीको माथि माथि चढेर अनि त्यहाँ टुप्पामा गएर जम्प मात्रै खेल्ने गऱ्यो अनि उताबाट घुसिडी खेल भनेको मान्दैन अनि फेरि माथि 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 खेलेको खेले गरेर पछि बल्ल साइडबाट होइन फेरि त्यही सिँढीबाट झरिराखेको छ। उताबाट घुसिडी खेलेर भनेको त नाइ रे। अनि बाबु चाहिँ यहीँबाट जम्प गरेर उफ्रिएर झर्छ कि कसरी।
साथीहरू हामी चाहिँ खेल खेल्नेदेखि थोरै यता आएर बसेका छौँ अनि मेरो साथीहरू चाहिँ यता ढुङ्ग्रो किनिराखेको छ पिरोवाला अनि खाँदैछन् यता साथीहरूले। म चाहिँ भिडियो बनाइराखेको छु। यता पछाडि मेरो साथीहरू छन्। हामी चाहिँ लाग्यो अर्कोतर्फ फेरि हामीहरू चाहिँ आयो फेरि अगाडि अर्कोतर्फतिर जानको लागि। उसले चाहिँ मलाई दुःख दिइरहेको थियो कि घरि यो किन्दै घरि त्यो किन्दै घरि यो खान्छु घरि त्यो खान्छु। अहिले चाहिँ मलाई बोतल किन्दै भनेर दुःख दिइरहेको छ। अनि रोज्दै बस्छ कि खालि यो किन्दै त्यो किन्दै भन्दै। यता चाहिँ मेरो गाउँको सानी बहिनी चाहिँ बहिनीको मामा चाहिँ सामान किन्दै हुनुहुन्छ हजुरआमा छोटो म भदै अनि मेरो साथीहरू भएर हामी चाहिँ लाग्यौँ मिठाई किन्नको लागि। यता चाहिँ कति राम्रो राम्रो मिठो मिठो मिठाईहरू छ। हामी चाहिँ मिठाई हेर्दै हेर्दै हिँडेका थियौँ। मलाई चाहिँ यहाँ साथीले टोपी देखाएको छ। तिमीले काममा चाहिँ यस्तै टोपी किनेर लग्यो भन्दै थियो। मेरो चाहिँ छ भनिदियो अनि हामी चाहिँ लाग्यौँ मिठाई हेर्दै। मैले चाहिँ चिनी रोटी ठुल्ठुलो किन्न खोजेको थिएँ तर पाएन। अर्को किनेर ल्याएको थिएँ 1 किलो। यहाँ चाहिँ मेला 3 दिन लागेको हुन्छ। चैते दसैँमा पूजा भइहाल्यो अनि श्री रामनवमीमा मेला लागेको हुन्छ अनि भोलिपल्ट पनि मेला लागेको हुन्छ। 3 दिन हुन्छ। अनि बाबुले चाहिँ मलाई ढुकाइ देखाउँदै गर्छ। साँझ पनि पर्छ अनि हामी चाहिँ बाहिर निस्केर बस्छौँ। साथीहरू हल्का हल्का घाम डुब्दै गइसकेको छ। म र बाबु चाहिँ यहाँ गेट बाहिर आएर बसिसकेका छन्। मेरो साथीहरू चाहिँ भित्र छ अनि बाबुले फेरि बाहिर निस्केर पनि दुःख दियो यहाँ खेलाउने कुरा देखेर मलाई किनिदे भनेर। अनि पङ्खा मोबाइल किनिदिएको थिएँ मैले चाहिँ। अनि फेरि हामी भित्र लाग्यो। बाबुले चाहिँ यहाँ आइस गोला हो कि गोला खाने गरे। यहाँ मलाई दुःख दिइरहेको थियो अनि मैले चाहिँ एउटा बनाउन लगाएँ। अनि फेरि सुरुमै जाँदा चाहिँ मलाई आइस गोला खान्छु अनि जुस खान्छु ओखु जुस खान्छु भन्दै बसिराखेको थियो। मैले चाहिँ यहाँ एउटा बनाउन लगाएको छु बाबुको लागि। मैले चाहिँ खान्न अनि यहाँ चाहिँ भैयाले बनाउँदै हुनुहुन्छ। के हो हालेर बनाउने। बाबुले चाहिँ यहाँ आफूले त्यो खानेकुरा पाएपछि मलाई पङ्खा समाउन दिन्छ कि। अनि यता चाहिँ कपडाहरू टन्नै छ है। हेर न समाउन पनि एकतिर गर्छ। हामीहरू चाहिँ नास्ता खाएर लाग्यौँ घरतर्फ। 6 बजिसकेको थियो। सामान पनि टन्नै छ अनि हामी चाहिँ हिँड्दै हिँड्दै घरतर्फ लाग्यौँ। साँझ परिसक्यो। बत्ती बाल्ने बेला भइसकेको थियो। बाटोमा हामी चाहिँ हिँड्दैछौँ। हामी फुपू भदै चाहिँ पछाडि हिँड्दैछौँ। मेरो साथीहरू अगाडि छन् अनि रातिको बेलामा पनि मान्छेहरूको कमी छैन। पछाडि मान्छेहरूको हुल हिँडिराखेको छ। भिड नै छ आउने जानेको त होइन अब फर्किनेको भिड छ रातिमा। बत्ती बाल्दै हिँडिराखेको छ गाडीहरू पनि। अनि हामी चाहिँ हिँड्दै साथीको घरतर्फ लाग्यौँ। अनि साथीको घर आएर हामीले त्यहाँबाट साइकल चढेर फेरि हामी घर लाग्नेछौँ। साथीहरू हामी चाहिँ पैदल यात्री। हामी चाहिँ एकैछिन भए पनि हिँडेर खुट्टालाई कसरत गरिराखेका छौँ। मैले यहाँ बाबुलाई पनि हिँडालिराखेको छु। अनि हामी चाहिँ छिटो हिँडेर अनि यता साथीलाई भेट्टाउन आइपुगेका छौँ। मेरो साथीहरू यता छेउछाउमा हिँडिराखेको छन् अनि बिचको चाहिँ यो भान्जी है। अनि मैले बाबुलाई पनि हिँडालिराखेको छु। बाबु पनि हिँडिराखेको छ। अघि नै बाबुले सुसु आयो भनिराखेको थियो। मैले चाहिँ उता बाटोमा गएर गर्ने भनेर अनि यता हिँडालेर ल्याइराखेको छु है। हामीहरू चाहिँ साथीको घरदेखि साइकल लिएर 6:30 बजे सायद त्यस्तैमा घर आइपुगेका थियौँ। आजको लागि भिडियो यति नै। तपाईँलाई भिडियो हेरेर कस्तो लाग्यो लाइक शेयर सब्सक्राइब गरिदिनु होला। धन्यवाद।